न गुरोरधिकं तत्त्वं न गुरोरधिकं तप तत्त्वज्ञानात् परं नास्ति तस्मै श्री गुरवे नमः। गुरुभन्दा ठुलो तत्त्व छैन, गुरुभन्दा ठुलो तपस्या छैन। गुरु कृपाले प्राप्त भएको आत्मज्ञानभन्दा ठुलो उपलब्धि संसारमा केही छैन। यो पावन गुरु पूर्णिमामा हामी आफ्नो अहङ्कार, अज्ञान र भ्रम गुरु चरणमा अर्पण गरौँ, प्रार्थना गरौँ। आज विशेष गरी गुरु पूर्णिमा, गुरुहरू जसले हामीलाई आत्मबोध गर्ने, आत्मचिन्तन गर्ने मार्गमा लिएर जानुभयो। सुरुवातदेखि जीवनको अन्तसम्म काम लाग्ने शिक्षाहरू प्रदान गर्नुभयो। गुरु जसको एक दृष्टिले अज्ञान मर्छ, ज्ञान जन्मिन्छ र जीवनले आफ्नो वास्तविक गन्तव्य भेटाउँछ। संसारमा हाम्रा धेरै गुरुहरू हुनुहुन्छ। जन्म दिने मातापिता गुरु हुनुहुन्छ, शिक्षा दिने गुरुहरू हुनुहुन्छ, अनि आत्मालाई पुनर्जन्म दिने गुरुहरू पनि हुनुहुन्छ। मातापिताले हामीलाई संसार देखाउनु भयो, गुरुले हामीलाई आफ्नो स्वरूप देखाइदिनु भयो। यही कारण हो वेदान्तले गुरुको स्थानलाई देवताभन्दा पनि सर्वोच्च मानेको छ। किनकि देवताले वरदान दिन सक्छन्, तर गुरुले त आफूलाई नै चिनाइदिनुहुन्छ। हामी जन्मैदेखि बाहिरी संसार जित्न दौडिरहेका हुन्छौँ, धन, पद, प्रतिष्ठा, सम्बन्ध, सफलताको पछि। तर एक दिन गुरुले हामीलाई सोध्नुहुन्छ, यी सबै पाउने तिमी को हो? एउटा प्रश्नले जीवनभरको निन्द्रा समाप्त गरिदिन्छ। वेदान्त भन्छ, मानवको सबैभन्दा ठुलो दुःख गरिबी होइन, रोग होइन, अपमान होइन, सबैभन्दा ठुलो दुःख आफ्नै वास्तविक स्वरूप बिर्सिनु हो। यही बिर्साइलाई अविद्या भनियो। गुरुको एक कृपा दृष्टिले यही अविद्या गलाउन थाल्छ। त्यो दृष्टिले केवल आँखा खुल्दैन, हृदय खुल्छ, चेतना जाग्छ, जीवनको अर्थ बदलिन्छ। गुरुले शिष्यलाई धन होइन, दिशा दिनुहुन्छ, मन्त्र होइन, मुक्तिको मार्ग दिनुहुन्छ, शब्द होइन, मौनभित्र बोल्ने सत्य दिनुहुन्छ। वास्तवमा गुरुको चरणमा शिष्य किन झुक्छन् त? किनकि त्यहाँ कुनै मानवको पूजा हुँदैन, त्यहाँ सत्यप्रति समर्पण हुन्छ, त्यहाँ अहङ्कारको अन्त्य हुन्छ, त्यहाँ आत्मज्ञानको सुरुवात हुन्छ। संसारले भन्छ आफूलाई ठुलो बनाऊ, तर गुरुले भन्नुहुन्छ आफ्नो अहङ्कार सानो बनाऊ। संसारले भन्छ सबैलाई जित, गुरुले भन्नुहुन्छ पहिले आफ्नै मनलाई जित। संसारले भन्छ अरूलाई परिवर्तन गर, अरूलाई बदल, गुरुले भन्नुहुन्छ पहिले आफूलाई चिन्न सिक। यही गुरु कृपा हो। गुरुको चरणमा बसेपछि शिष्यले केवल शास्त्र पढ्दैन, आफ्नो जीवन पढ्न सिक्छ। केवल मन्त्र जप्दैन, आफ्नो मनलाई शुद्ध गर्न सिक्छ। केवल पूजा गर्दैन, आफ्नो अस्तित्वलाई परमात्मामा समर्पण गर्न सिक्छ। आज म जे छु, गुरुको कृपा बिना केही पनि हुँदैनथे। मेरो बोलीमा यदि शास्त्र बोल्छ भने त्यो गुरुको कृपा हो। मेरो आँखामा यदि करुणा छ भने त्यो गुरुको कृपा हो। मेरो जीवनमा यदि भक्ति छ भने त्यो गुरुको कृपा हो। मेरो हृदयमा यदि भगवान बस्नुहुन्छ भने त्यो गुरुको कृपा हो। गुरुको ऋण शब्दले तिर्न सकिँदैन, फुलले तिर्न सकिँदैन, दक्षिणाले तिर्न सकिँदैन। गुरुको ऋण केवल एउटा कुराले मात्रै तिर्न सकिन्छ, गुरुले देखाएको सत्मार्गमा निष्ठापूर्वक हिँडेर त्यो गुरुले हामीलाई दिनुभएको शिक्षाको ऋण तिर्न सक्छौँ। भन्नै पर्दा गुरु त्यो महान शक्ति हुनुहुन्छ जसले मानवलाई केवल संसारमा सफल बन्न होइन, स्वयंलाई चिन्न सिकाउनुहुन्छ। संसारका सबै दीपहरू बाहिरको अन्धकार हटाउन जल्छन्, तर गुरुको ज्ञानको त्यो दिव्य दीप हुनुहुन्छ जसले आत्मभित्रको अज्ञानको अन्धकार सदा सदाका लागि समाप्त गरिदिनुहुन्छ। जबसम्म जीवनमा अहङ्कारको पर्दा रहिरहन्छ, तबसम्म आत्मज्ञानको दीप बल्न सक्दैन, तबसम्म सत्य टाढा हुन्छ। तर जब गुरुचरणमा श्रद्धा, समर्पण र विश्वास अर्पण हुन्छ, तब जीवनले आफ्नो वास्तविक स्वरूपको दर्शन पाउँछ। गुरु कृपा हि केवलं शिष्यस्य परमं बलम्, गुरु प्रसाद मात्रेण लभ्यते ज्ञानमक्षयम्। गुरुको कृपा नै शिष्यको सबैभन्दा ठुलो शक्ति हो। गुरु कृपाबाट प्राप्त ज्ञान कहिल्यै नष्ट हुँदैन, बरु जीवनलाई अमर, अजरतर्फ, प्रकाशतर्फ लैजान्छ। आज
गुरु पूर्णिमाको पावन अवसरमा हामी सबैले केवल फुल अर्पण नगरौँ, आफ्नो अहङ्कार अर्पण गरौँ, केवल माला नचढाउँ, आफ्नो धिकार चढाउँ, केवल प्रणाम नगरौँ, आफ्नो सम्पूर्ण जीवन गुरु चरणमा समर्पित गरौँ। किनकि गुरुको एक कृपा दृष्टिले अज्ञान मर्छ, अज्ञान मरेपछि ज्ञान जन्मिन्छ, ज्ञान जन्मिएपछि आत्मा जाग्छ र आत्मा जागेपछि जीवनले अन्ततः आफ्नो वास्तविक गन्तव्य परब्रह्म परमात्मा प्राप्त पक्कै पनि गर्छ। आजको दिन हामी सबैलाई गुरुको कृपा दृष्टि सदा सर्वदा प्राप्त भइरहोस्, यही प्रार्थना गर्दै श्री गुरु चरणार बिन्दार्पण वस्तु। जय गुरुदेव।